ल यो चाहिँ अहिले हामी पोखरा महानगरपालिका वडा नम्बर 26मा रहेको खास्टे ताल परिसरमा रहेका छौँ। अब खास्टे ताल चाहिँ पोखरामा रहेका 9 तालमध्येको एक ताल हो र त्यति पर्यटकीय हिसाबमा सँगसँगै बाहिरी रूपमा पनि प्रचार कम भएको वा भनौँ प्रचारमै नआएको तालको रूपमा हामीले ताललाई बुझ्न चिन्न सकिन्छ, देख्न सकिन्छ। पन्छी उडिरहेछ नि होइन, यस्तो अवस्था छ। तालमा चाहिँ अब यो सायद जलकुम्भी पलाउनेवाला छ होइन, केही समयमा ढुङ्गाहरू पनि छन्। यहाँ पनि बिचमा ढुङ्गा छ, ढुङ्गा चल्ने त्यस्तो केही छाटकाट छैन। पारी हामी देख्न सक्छौँ एउटा चौतारो, त्यो तल केही मानिसहरू पनि हुनुहुन्छ र गाई भैँसी चर्ने काम भइरहेछ। यस्तो छ होइन तालको क्षेत्रफल, यति परैसम्म छ तालको क्षेत्रफल देख्न सक्छौँ हामी। यति अवस्था रहेको छ। यो चाहिँ पोखरा महानगरपालिकामा रहेको त्यति बाहिर प्रचारमा नआएको खास्टे ताल रहेको छ है, हामीले देख्न सक्छौँ भिडियोमा।